हामी अनि राइडिङ ट्रेनिङमा मिलेर ए हाम्रै अब बसहरू रिजर्भ गरेर हाम्रै बसमा ए गरेर केटाहरू लगेर खानापिनादी लगेर पाइप बोकेर गरेको क्या ए काम त्यतिखेर खाजा खुवाउनेदेखि होइन सबै खर्चहरू क्या अब यो रोडमा हामीले पाइप गाड्दैछौँ नि यो रोडको छेउको घरहरूले दिने क्या अब हामीले यहाँ पाइप गाड्दैछौँ भनेको त रकै पालेको छ क्या त्यो पनि खालि किलो खुवाउने चलन क्या पानी चिसो रोटी अब हामीलाई अब हामी काम गर्नु गयो नि मजदुर जस्तो त गर्नु पऱ्यो नि त दुई तिनचोटि फर्रा चलायो अर्कोले चलाउने मान्छे गिजिङ साग ठोकिने क्या खनिने ठाउँमा मान्छे धेरै भएर रमाइलो भइहाल्छ सर्वदानमा मान्छे धेरै भएर है अब सेलरोटी खाने पाइहालिन्थ्यो भुजा मासु खाने पाइहालिन्थ्यो रमाइलो भइहाल्थ्यो केटीहरू पनि आउँथ्यो मोडल पनि आउँथ्यो बुढो मान्छेहरू पनि आउँथ्यो रमाइलोकै लागि के छ काम मान्छेहरू त्यसरी गरेर अनि त्यो गर्नको लागि श्रमदानको लागि माथिबाट पैसाले सोधे क्या कतिले दियो क्या हाम्रै सेन्टरले 1,20,000 दिएको पैसा है 1,20,000 दिएको राइजिङले दिएको लाउरेले जिएफसीले 10 लाख रुपियाँ दिएको ट्रेनिङ सेन्टरले अनि त्यो त श्रमदानको कसैले काम गरेको पैसै लिएन अनि नलिसकेपछि चाहिँ अब पैसा कहाँ चाहिँ गयो त्यो त्यत्रो पैसाहरू केही नभए धेरै पैसा उठाएर रहेछ त्यसो भए त 13जना अस्ति नै कलाकार बोलाएको थियो 13जनामा 9वटा कलाकारले त 1-1 लाख रुपियाँ दिएर गएको फ्रीमा अर्गनाइज भएको थियो नि त हर्का समकाम पूर्णा राई सबिन राई एकपल्ट सबै आएको थियो नि धरानमा त्यो कन्सर्ट मैले हेरेको थिएँ कन्सर्ट हो हामीलाई चाहिँ 1000 रुपियाँ गोटाले दिएको हो नि त हामीलाई त 1000 रुपियाँ गोटाले 10 जस्तोलाई उनीहरूले त पैसा लिएन नि त उल्टै पैसा दिएर गयो नि त त्यो पैसाहरू कहाँ गयो त्यस्तो कन्सर्ट त कति भयो क्या अब त्यो पैसा होला त्यो अब त्यो मिलिटेले भ्रष्टाचार गरेको होइन मान्छेबाट उठेको हो अस्ति युके पनि गएर लिएर आयो कति होइन अब तिमीले कति लियो त्यो पैसा नि अब हाम्रो नाम हुन्छ अब हामीलाई अब जस्तै अस्ति प्रोग्रामहरू हुँदाखेरि हामीलाई कतिवटा टिकट फ्रीमा दिएको थियो क्या हामीले 1,20,000 दिएको थियो नि त हाम्रो सेन्टरबाट मान्छेहरूले नामको लागि धेरै दियो क्या पैसा जे होस् तर काम त गऱ्यो नि होइन हर्का सपाकले पैसा चाहिँ धुट्टो भित्र गरिसक्यो त्यसो भए अब यो चोकमा नै ट्राफिक लाइट हाल्न लागिसकेको छ है यही चोकमा खाली थियो मान्छेहरू काठमाडौँमा मान्छे घट्छ क्या घट्छ यहाँ बस्नु सक्दैन काम फेरि हो त्यस्तो पर्दैन क्या बाहिर जानु काठमाडौँ बाहिर जानुलाई सकिँदैन बरु ब्रदर अझै अलिकति खुल्ला भनेको यो भक्तपुर एरियातिर हो काठमाडौँ हेरौँ भनेपछि चाहिँ यहाँ पपुलेसन पनि कम छ क्या राम्रो त बुढाल्नी कन्टातिर रहेछ है राम्रो माथि मन्त्रीहरू बस्छ त्यता चाहिँ प्रायः मन्त्रीहरू अलि माडेहरू अलिक धनी घरहरू पनि त्यस्तै बवाल छ क्या त्यता घरहरू बाटो जस बवाल छ त्यहाँ एमआरपी पनि त्यतै बस्छ उसको आफ्नो घर त होइन उसको अङ्कलको घर छ क्या हो त्यहाँ म त फेरि एमआरपी ब्लकको त्यहाँ घरमै गएको छु क्या धारापानी त्यहाँ गएर खानासाना खाएँ अनि त्यसको कान्छो एमआरपीको कान्छो बाजे चाहिँ खतरा छ क्या बुढो खत्रै त्यो भनौँ न ट्यालेन्टेड कुराहरू पनि यताउति अनि त्यसले तिनको उहाँको छोराहरू पनि सबै बाहिर रहेछन् क्या अमेरिकै अनि उहाँले चाहिँ भन्नुहुन्थ्यो आफ्नै घर छ त्यहाँ बुढालुनी कण्ठनीरै भन्थ्यो बुढोले त्यही घरमा त होला बस्ने त्यही हो कि अर्को फ्ल्याट लगाएन खै अब गाह्रो भएर होइन पैसा अब यहीँ बुढाबुढीको यहीँ छ त नि किन खत्रै क्रेज भयो क्या उनीहरूको त दुइटै बुढाबुढीले नै जमाइदियो क्या कन्टेन्ट अब उनीहरूलाई स्पोन्सरसिपहरू पनि एमआरपीको त महिनामा होला नि यार 4-5 लाख अझै पनि नर्मल के
एमआरबीको मात्रै कि अनि उसको बुढीको सुरक्षाको त छुट्टै छ फेरि मान्छेहरू स्टाफहरू पब्जी खेलेको हो नि त उलाबारीको हो नि त हामी त पहिला चिनेको हो नि त उलाबारी आएको बेला त हामी त भेटिराख्ने हो नि त किनभने त्यहाँ हाम्रो भाइ सुमन भन्ने भाइ लागेर गइसक्यो लाउरे चिनेको हो क्या हामी म मेरो गर्लफ्रेन्ड हो र सँगै गेम खेल्थ्यो है म पब्जी राम्रो खेल्छु अहिले छोडेको भन्नाले पनि बन्द गर सब भ्याइसकेको क्या पैसाहरू प्लेसियस झिकेर म्याक्स बनाएर अहिले पनि फोकट पैसा खर्च गर्यो पैसा तर खर्च गर्ने पहिले अहिले फोकट CR7 हो र त्यसो भए पूर्वको रहेछ है मैले त अहिले थाहा पाएँ यार ब्रदर घोडा त नि उर्लाबारी हो नि त उर्लाबारी घोडाले खप्पा कमायो यार पैसा त काठमाडौँ यो भाटबाटै नै भन्ने यो के भन्छ सातो बाटो यो होइन राधे राधे भन्छ यसलाई राधे राधे भनेको चाहिँ यो चोक हो अनि भाटबाटै नै भएर यो बिल्डिङ यहाँ पनि आज चेकिङ रहेछ यो ठाउँलाई चाहिँ के भन्छ यसलाई ठ्याक्कै राधे राधे भन्छ राधे राधे चोक भनेर चिनिन्छ यसलाई चाहिँ अनि ठ्याक्कै यो सबै पुरै भक्तपुर एरिया हो यो बाइकहरूलाई चेक यहीँ मात्रै छ होइन धेरै ठाउँ छ ब्रदर भाटबाट नि त काठमाडौँमा भक्तपुरमा चल्ने छ होला ए ठाउँमा छ यार ब्ल्याक मनीलाई व्हाइट मनी बनाउनुलाई यस्तो गराएको के तर मलाई अलिअलि याद छ यार इटरीको गोर्खा डिपार्टमेन्ट छ नि त्यो हामी बच्चै हुँदाखेरि त्यो थियो क्या गोर्खा डिपार्टमेन्ट अहिले पनि छ तर खोलिदियो तर पछि अहिलेको पिरियडमा भाटबाट नै चल्यो होला हो ए तर नत्र हामी बच्चा हुँदाखेरि यार गोर्खा डिपार्टमेन्ट त्यत्रो बिल्डिङ होइन म खतरा लाग्थ्यो क्या एकचोटि अनि स्कुलबाट पनि लगाएको थियो त्यहाँ उनीहरूको छोरी पनि छ रहेछ त्यो भाटबडिनीको छोरी राम्रो हुन्न त यार त्यस्तो है ब्रदरको टार्गेट त ठुलै हान्छौ क्या यार तिमी यार लाइफमा के मुझे समस्या गर्नु रन्डी बिहान उठ्यो मुझे केटाहरू पुऱ्यायो बेलुका मुझे केटाहरू पुऱ्यायो के गर्नु जल दिन पाइन्छ जल राम्रै हुन्छ घरमा के गर्ने बस्नु चाहिने पुग्यो हाम्रो साथीहरूले कस्तो केटीहरू अनएक्सपेक्टेड केटीहरू तान्दिएको छ क्या यहाँ त प्राय त्यति राम्रो मान्छेहरू पनि हुन्न हो यहाँ त यार कि पोखरातिर हुन्छन् यार मान्छे राम्रो राम्रो ए त्यसले राम्रो खर्च गरेको एयर होस्टेज हो खर्च गरेको भइहाल्छ एयर होस्टेज खर्च भयो होइन केही होइन क्या नर्मल त्यति भयो त भइहाल्यो नि यार लुबु भनेको कता ललितपुर हो लुबु भने उतातिर हो ललितपुर पहिला स्ट्रेचहरू क्या तिनीहरू स्ट्रेचहरू तिनीहरू पनि 10 वटा हानेको थिएँ कस्तो लामो त सैनिक उयो ए यहाँ ठ्याक्कै एउटा पोखरी पनि छ ब्रदर एउटा सानो सानो
सीता पोखरी भन्ने एउटा घुम्ने ठाउँ पनि छ मन्दिर पनि छैन त्यता मन्दिर पनि छ अनि एउटा त्यसकै आडामा छ के उता क्यान्सर हस्पिटल भक्तपुर क्यान्सर हस्पिटल नि एउटा मात्रै हो यही हो त्यो चाहिँ यहाँ मेरो सोल्डिङ पर्छ एउटा भक्तपुर हो नि त ए सोल्डिङलाई भेट्न आएको छु क्या उतापट्टि बाटो उतापट्टि पनि छ क्या एउटा के हो त्यो पनि थाहा भएन गयो कति बाटो खाना खाइयो एक दिन चाहिँ बस्यो अनि फर्केर यता घुम्न बुलेट माइलेज कति दिन्छ हौ बुलेटले माइलेज अहिलेको एफआई त एफआई नै हो अहिलेको भन्दा मेरो पहिलेको चाहिँ राम्रो दाम पाएर बेचेको पहिलेको एउटा धुकायो 4-10 दियो बेचेको अनि नयाँ लिएको कति भयो 1.5 वर्षभन्दा अलिक धेरै भयो ए 1.5 वर्ष भइसक्यो लगेको कति पर्यो नि मेरो 5.25 नेकेड अहिलेको 5.66 छ 5 नेकेडमा है अनि 5.25 पर्यो सबै गर्दाखेरि त्यस्तै 5.60 पुग्यो 5.60 पुग्यो अब अहिले चाहिँ 5.66 मेरो भाइले मभन्दा 6 महिना ढिलो किन्दाखेरि भाइले 5.55 पर्यो भाइलाई नेकेड तर ब्रदर अहिलेको के यही हो क्यान्सर हस्पिटल होइन भक्तपुर क्यान्सर हस्पिटल यो अनि तर अहिलेको बुलेटहरू त्यति राम्रो छैन भन्छन् क्या किन होला त्यो भन्नु चाहिँ भन्छ अहिलेसम्म मैले चाहिँ अहिलेसम्म त्यस्तो चाहिँ भएको छैन ल ए उहाँहरू पनि आइराख्नु भएको रहेछ मेरो बाबाको मन पनि रायो नि त दुइटै बाबा र बाजे चाहिँ छेत्री बजू र आमा चाहिँ राई फेरि त्यही भएर देखिन्न हो क्या त्यही भएर त फेरि बोली त्यही अनि त्यही माथि फेरि बोली टोन पनि फेरि त्यस्तो मानिन्न नि त बिएमसी भनेर हस्पिटल बिएमसी हस्पिटल त्यो उतैतिर हो काठमाडौँतिरै हो त्यही हो क्या जब है त फेरि यस्तो सब लेडिजै लेडिज भयो भने आफूलाई पनि वार्ड लाग्छ क्या त्यही हो नि कुरै मिल्दैन नि त्यस्तो ग्रुपमा त आफ्नो बाटो आफै पकाउने आफै पकाउने आफै उयो गर्ने हो उल्टै दिदीहरूलाई छोडेर जानुपर्छ मेरो पनि राम्रै हुन्छ सिजनमा राम्रै पक्रिन्छ तर हामी अहिले उमेर गएर हामी गरिन्छ कति वर्ष भयो ब्रदर तिमी 25 भयो गरिन्छ